आयोजक संस्थालाई नेपाल आदिवासी जनजाति महासङ्घलाई धन्यवाद दिन चाहन्छु मलाई यो अवसर दिनुभएकोमा र यहाँहरू सम्पूर्ण सहभागीहरू र श्रोताहरूलाई म सर्वप्रथम छ्याजालो नमस्कार र कृतज्ञता पनि अर्पण गर्न चाहन्छु। मैले यो बहस सुरु गर्नुभन्दा अगाडि म आफै पनि मेरो प्रोफेसनल्ली चाहिँ यो विषयसँग म कसरी चाहिँ जुडेँ भन्ने कुराहरूलाई म अलिकति थोरै राख्न चाहन्छु। मैले मेरो कलेजमा जब म सबाल्टर्न स्टडिज र पोस्ट कोलोनियल स्टडिजहरू पढाउँथेँ, त्यहाँ चाहिँ थुप्रै मार्जिनलाइज भोइसेसहरूको कुराहरूले मलाई मैले पढाउने क्रममा चाहिँ ती कुराहरूले चाहिँ सधैँ मलाई छुन्थ्यो र त्यो सँगसँगै चाहिँ अहिले पछिल्लो समयमा आएर 2008 देखि चाहिँ निरन्तर रूपमा चाहिँ यो विषयहरूमा मैले काम गर्दै गर्दाखेरि अहिले चाहिँ म इन्डिजिनियस पर्सन्स विथ डिसेबिलिटिज ग्लोबल नेटवर्कको महासचिवको रूपमा यही सवालहरूलाई युएनदेखि लिएर विभिन्न तपाईँको अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउने गर्छु र पछिल्लो समयमा आएर आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाहरूलाई क्लाइमेट चेन्ज जलवायु परिवर्तनमा चाहिँ यो इन्टरसेक्सनल लेन्सले कसरी असर पार्छ यो किन हेरिनुपर्छ भनेर चाहिँ म अहिले मिसिगन युनिभर्सिटी क्यानाडासँग पनि आबद्ध भएर यो कामहरू गरिरहेको छु भनेर पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु र मेरो प्रस्तुतिलाई सुरु गर्नुभन्दा अगाडि मसँग थुप्रै यस्ता तिता अनुभूतिहरू पनि छन् र राम्रा अनुभूतिहरू पनि छन्। आज तपाईँहरूले मलाई एउटा अवसर दिनुभएको छ यो अनुभूतिलाई चाहिँ मैले सेयर गर्नुपर्छ र मैले आफूले त्यो अनुभूतिहरूलाई सेयर गर्दाखेरि मेरो पहिचानबाट सुरु गर्छु। मेरो प्रस्तुतिहरूमा विशेष गरेर मैले आफैलाई एउटा आफ्नो आइडेन्टिटीलाई चाहिँ आइडेन्टिफाई गर्दाखेरि चाहिँ म गर्वका साथ म एउटा महिला हुँ, म एउटा आदिवासी महिला हुँ र म चाहिँ एउटा अपाङ्गता भएको महिला पनि हुँ भनेर मैले भन्दै आएको छु। तर पनि यो सबै आइडेन्टिटीहरू यो सबै पहिचानहरूलाई हेर्दाखेरि चाहिँ मलाई लाग्छ कि म सबैतिर छु। म महिला आन्दोलनमा छु, म आदिवासी आन्दोलनमा छु, म अपाङ्गता भएको आन्दोलनमा छु। तर मेरो वास्तविकता, मेरो रियालिटी, मेरो यथार्थलाई हेर्नुभयो भने म धेरै जसो एउटै प्रश्नले चाहिँ घुरिराख्छ। त्यो प्रश्न भनेको म कहाँ छु, मेरो स्पेस कहाँ छ हैन। र त्यो स्पेस खोज्ने क्रममा चाहिँ म आफैलाई मेरो आइडेन्टिटीलाई म क्वेसन गर्छु र म त्यहाँ मेरो स्पेस देख्दिनँ। यो आवाजहरू यो भोइसेसहरूको कुराहरू गर्दाखेरि आज चाहिँ यो म मात्रै एउटा चाहिँ प्रतिनिधि पात्र मात्रै हुँ। म जस्ता थुप्रै प्रतिनिधि पात्रहरू हुनुहुन्छन्। ती प्रतिनिधि पात्रहरूले चाहिँ यो कुराहरू चाहिँ आफैले प्रश्न गरिरहेको छ। लार्जर इन्डिजिनियस पिपुल्स मुभमेन्टमा पनि हेर्नुभयो भने ग्लोबल्ली र नेपालभित्रको पनि इन्डिजिनियस मुभमेन्टलाई हेर्नुभयो भने यो कुराको संवादहरू यो कुराको बहसहरू सुरु हुनुपर्छ भन्ने लाग्छ। हुन त म इन्टरसेक्सनल इस्युजमा कुनै एक्सपर्ट चाहिँ होइन, तर म सधैँ यो क्वेसनले चाहिँ सधैँ मेरो मन र मस्तिष्कमा सधैँ ग्रापल गरिरहेको हुन्छ के त भनेर भन्दाखेरि र 2008 देखि निरन्तर मैले चाहिँ जब म तपाईको विशेष गरेर चाहिँ ग्राउन्डमा बसेर काम गरिरहेको अवस्थामा चाहिँ हामीले चाहिँ अनुभूति गरेको र मैले अनुभूति गरेको चाहिँ हामीले यो बहसहरू साँच्चै नै हामीले गर्नुपर्ने आवश्यक छ त हैन। हामीले चाहिँ यो बहसहरूको कुरा गर्दाखेरि चाहिँ हामीले आफ्नो आवाजहरूलाई समग्र रूपमा आदिवासी आन्दोलनमा चाहिँ यी सीमान्तकृतका बहसहरू यी सीमान्तकृतका आवाजहरू चाहिँ हामीले हाम्रा मुद्दाहरूमा चाहिँ ल्याउन सकेका छौँ त। अहिलेसम्म भएको एक्जिस्टिङ स्ट्याटसको सोसाइटीमा र सिचुएसनमा चाहिँ हामीले यो क्लेम गर्ने स्पेस छ कि छैन। मैले यो क्वेसन्सहरू चाहिँ विशेष गरेर आजको श्रोताहरू माझमा छोडेर मेरो आफ्नो प्रस्तुति सुरु गर्न चाहन्छु। हामीले अहिले हेर्दाखेरि चाहिँ हामीसँग यहाँ विशेष गरेर चाहिँ आदिवासी अग्रज पनि हुनुहुन्छ, अधिकार कर्मी पनि हुनुहुन्छ, एक्टिभिस्ट पनि हुनुहुन्छ र यो एक्टिभिस्टको क्रममा के अरे अग्रजको क्रममा र विज्ञको क्रममा हामीले भन्दै गर्नुपर्ने र हामीले रियलाइज गर्दै गर्नुपर्ने कि यो इन्टरसेक्सनल लेन्स चाहिँ कलेक्टिभ इन्डिजिनियस पिपुल्स मुभमेन्टको लागि आवश्यकता हो या होइन भन्ने छुट्टै बहस रहन सक्छ। आज यिनै विषयवस्तुहरूसँग रहेर म मेरा कुराहरू सेयर गर्न चाहन्छु र यो अघि नै सुखबीरजीले भने जस्तै गरेर म शब्दावलीमा जान चाहन्छु, टर्मिनोलोजीमा। जब हामी इन्टरसेक्सनल र मार्जिनलाइज भोइसको कुरा गर्छौँ, वी निड टु फ्रेम आवर ओन न्यारेटिभ।
हाम्रा सीमान्तकृत आवाजहरूको इतिहास हामी जस्तैबाट लेखिनुपर्छ कि न कि चाहिँ हिजोको सत्तामा बसेको पावर होल्डर्सहरूले डिटरमाइन गरेको त्यो हेजिमोनिक कन्सेप्टमा लेख्नुपर्छ भनेर विभिन्न स्कलर्सहरूले चाहिँ आर्ग्यु गर्दै आएको छ। र नेपालको परिप्रेक्ष्यमा हेर्दाखेरि पनि मलाई एउटा अवसर पायो, विशेष गरेर चाहिँ आदिवासी महिलाको सिडको रिपोर्ट 2019मा 18 र 19मा मैले लेख्ने हाम्रो यशोकान्ति दिदीसँग बसेर त्यो सिडको रिपोर्ट लेख्ने क्रममा चाहिँ हामीले यो शब्द चाहिँ हामीले कोइन गर्यौं हैन। अघि नै उहाँले भने जस्तै गरे प्रतिच्छेदित पनि भन्छ, के पनि भन्छन् होला अरूले, तर हाम्रो लागि चाहिँ हाम्रो न्यारेटिभ्स हामीले आफै डिफाइन गर्नुपर्छ र यसलाई चाहिँ जसरी चाहिँ तपाईको अहिलेको डोमिनेन्ट पावर होल्डर्सहरूले चाहिँ विभिन्न टर्मिनोलोजिजहरू डिफाइन गरेको छ, त्यही टर्मिनोलोजी अनुसार हामीले पनि त्यो अनुसारले हामीले त्यो न्यारेटिभ डिफाइन गर्न सक्नुपर्छ भन्ने किसिमले चाहिँ यो शब्दावली लिएको र पछिल्लो समयमा हामीले यो शब्दावलीलाई चाहिँ हाम्रो मुभमेन्टमा र हामीले गर्दै आइरहेको काममा चाहिँ यसलाई अन्तर्छेदीय अवधारणा इन्टरसेक्सनल अप्रोच भनेर भनेको अवस्था पनि छ भनेर म यहाँहरूलाई जानकारी दिन चाहन्छु। मैले मेरो प्रस्तुतिलाई सुरु गर्नु पर्दाखेरि म अलिकति विशेष गरेर चाहिँ यसलाई कसरी बुझ्ने भनेर फेसबुकमा पनि धेरै चाहिँ कुराहरूले हैन यो भनेको के हो भन्ने कुरा पनि आयो र अघि नै मलाई सुखबीरजीले पनि यो कुराहरू मलाई भन्नुभयो र म अलिकति चाहिँ नेपालको चाहिँ सामाजिक बहिष्करणको मुद्दाहरूलाई लिने गर्छु। सोशल इन्क्लुजनको इस्युजहरू कसरी आयो पछिल्लो समयमा 1990s पछाडिको चाहिँ तपाईको सोशल मुभमेन्टले र त्यो भित्रको चाहिँ सोशल पोलिसी डिस्कोर्सहरूलाई हेर्ने हो भने चाहिँ एउटा व्यक्ति अथवा एउटा समूहले चाहिँ विभिन्न कालखण्डमा चाहिँ उनीहरू चाहिँ फर्मल र इन्फर्मल इन्स्टिट्युसनमा हैन, फर्मल इन्स्टिट्युसन भनेको विवाह स्कुलदेखि लिएर हैन तपाईको चाहिँ ल गभर्नमेन्ट नीति नियम हुन सक्छ भने इन्फर्मल सेटिङ भनेको हाम्रो व्यवहारहरू, हाम्रो एटिट्युड्सहरू, हाम्रो नर्म्सहरू, भ्यालुजहरू भनेर हामीले बुझ्छौं। यो फर्मल र इन्फर्मल सेटिङ्सहरुमा चाहिँ एउटा व्यक्तिलाई अथवा एउटा समुदायलाई चाहिँ विभिन्न किसिमको अवरोधहरूको कारणले गर्दाखेरि उहाँहरूले आफ्नो अधिकारहरूलाई चाहिँ एक्सरसाइज गर्न नसकेको अवस्था छ र यो कुरा चाहिँ जब हामीले चाहिँ फर्दर रूपमा चाहिँ सोशल क्याटेगोरिज र सोशल आइडेन्टिटिज, सेक्सको आइडेन्टिटी, कास्टको आइडेन्टिटी, क्लासको आइडेन्टिटी, एजको आइडेन्टिटी, डिसेबिलिटी लगायत थुप्रै आइडेन्टिटीहरूसँग जोड्दाखेरि यो चाहिँ अझै बढी चाहिँ के हुन्छ त भन्दाखेरि जोखिममा अझै बढी डिसएडभान्टेजेस पोजिसनमा हुन्छ र कतिपय अवस्थामा चाहिँ यी चाहिँ पहिचानहरू एउटा व्यक्तिभित्र भएका विभिन्न बहुगत रूपमा भएका यो मल्टिपल आइडेन्टिटिजमा भएका पहिचानहरू चाहिँ कुनै अवस्थामा चाहिँ इन्टिग्रेटेड पनि हुन्छ र कुनै अवस्थामा ओभरल्याप पनि हुन्छ। यो एक अर्कालाई चाहिँ हामी जसरी इन्टरसेक्ट भनेर भन्छौं, अन्तर्छेदित एकअर्कालाई चाहिँ अन्तर्छेदित भएको हुन्छ र त्यो अन्तर्छेदित हुँदाखेरि चाहिँ अझै बढी एउटा व्यक्ति चाहिँ तपाईको अथवा एउटा समुदाय जुन रूपमा एउटा सोशल क्याटेगोरी अथवा चाहिँ एउटा चाहिँ तपाईको इन्डिभिजुअल इन्स्टिट्युसन्सले चाहिँ वहाँ के रे त्यो व्यक्तिलाई चाहिँ तपाईको डिसएडभान्टेज पोजिसनमा राखिएको हुन्थ्यो, त्यो भन्दा बढी चाहिँ उ चाहिँ एकोरो दोहोरो तेह्रो गरेर बहुगत रूपमा र बहुगत हुँदै अन्तर्छेदीय के त भन्दाखेरि बहिष्करण र चाहिँ विभेदमा परेको अवस्था हुन्छ र यसलाई चाहिँ हामीले सामान्य अर्थमा चाहिँ अन्तर्छेदीय विभेद पनि भनेर भनिएको छौं र यो अवधारणालाई चाहिँ हेर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ विशेष गरेर चाहिँ 1989 मा चाहिँ यसलाई कोइन गर्ने चाहिँ फिलोसोफर अथवा स्कलर किम्बर्ली क्रेन्सले चाहिँ यो मुद्दा चाहिँ विशेष गरेर चाहिँ अमेरिकामा चाहिँ काला जातिका महिलाहरूको मुद्दाबाट चाहिँ यो आयामहरू लिएर आएको हो र यो आयामहरूलाई चाहिँ विशेष गरेर चाहिँ काला जातिको काला महिलाहरूको लिभड एक्सपिरियन्सलाई चाहिँ बेस भएर चाहिँ यो चाहिँ अवधारणालाई चाहिँ विगत 1990s बाट चाहिँ बेसिकली चाहिँ यो आएको देखिन्छ र यो अवधारणालाई हामीले अगाडिपट्टि हेर्दै गर्दाखेरि
89 अथवा 1990s मा आउँदाखेरि पनि यसले विशेष गरेर चाहिँ लिङ्गवाद, रेसिजम र सेक्सिजमको कुरालाई चाहिँ एकदम महत्त्वपूर्णको साथ उठाएको थियो। हुन त यसको पहिलो अवस्थामा चाहिँ केही लिगल कानुनत फ्रेमवर्कमा रहेर चाहिँ किम्बर्ली क्रेन्सले चाहिँ यस सम्बन्धीमा चाहिँ ठुलो बहसहरू गरिएको थियो। तर पछिल्लो समयमा आएर चाहिँ यो लिगल मोडालिटीमा भन्दा पनि सोशल मुभमेन्टमा र विशेष गरेर चाहिँ फेमिनिस्ट नारीवाद यो आन्दोलन र फेमिनिस्ट चाहिँ डिस्कोर्समा चाहिँ नारीवादको यो बहसमा चाहिँ यसले एकदमै महत्त्वपूर्ण स्थानका साथ काला महिला लगायत जति पनि चाहिँ अपरेसनमा परेको सबअर्डिनेटेडमा भएका समुदायहरूले चाहिँ यो बहसलाई चाहिँ उठाइरहेको अवस्था छ। र यो बहसलाई चाहिँ हामीले हेर्दै गर्दाखेरि चाहिँ विशेष गरेर चाहिँ कुनै पनि व्यक्ति अथवा समुदायलाई चाहिँ एउटा पोजिसन्समा उसको आफ्नो सोसल क्याटेगोरिज र आइडेन्टिटिजले गर्दाखेरि एउटा एडभान्टेजेस र डिसएडभान्टेजेस भएको त्यो पोजिसन्समा सिचुएट गर्छ र त्यो पोजिसनमा सिचुएट गर्दाखेरि चाहिँ उसँग चाहिँ थुप्रै किसिमको चाहिँ अपरेसन्सहरू हुन्छ र त्यो अपरेसन्सहरूलाई हेर्दाखेरि चाहिँ इन्टरसेक्सनल अप्रोचले चाहिँ विशेष गरेर चाहिँ तपाईँको हिस्टोरिकल सोशल हैन तपाईको ऐतिहासिक सामाजिक राजनैतिक र विभिन्न चाहिँ तपाईको पहिचानहरुमा लिङ्ग तपाईको जात जाति धर्म लगायत अपाङ्गता उमेरदेखि लिएर थुप्रै कुराहरुलाई चाहिँ यसले एउटा युनिक एउटा पृथक पहिचानमा परिणत गर्छ र त्यो पृथक पहिचान चाहिँ कहिले चाहिँ विभेदको रूपमा चाहिँ परिणत हुन्छ तर कहिले चाहिँ प्रिभिलेज पोजिसन भनेको एउटा विशेष सुविधा र अवसर भएका पोजिसन्सहरुको सिचुएसनमा क्रिएट गर्छ र मैले यसको उदाहरण दिनु पर्दाखेरि चाहिँ आदिवासी जनजाति अपाङ्गता भएको व्यक्तिको उदाहरण मैले चाहिँ सहजै रूपमा चाहिँ मैले उदाहरण दिन सक्छु र हामीले चाहिँ आदिवासी जनजाति अपाङ्गता भएका व्यक्ति र महिलाहरूको चाहिँ भिन्न र पृथक चाहिँ उहाँहरूको पहिचान छ भनेर भनिरहेको छ र त्यो भिन्न र पृथक पहिचान चाहिँ के को आधारमा छ भन्ने कुरा चाहिँ यो कुराहरूलाई चाहिँ विशेष गरेर उहाँहरूले भोग्नु भएको मल्टिपल डिस्क्रिमिनेसन र इन्टरसेक्सनल डिस्क्रिमिनेसनमा चाहिँ उहाँहरू चाहिँ अन्य महिला भन्दा मूलधारको महिलाहरू भन्दा आदिवासी पुरुष भन्दा अथवा आदिवासी भित्रको अन्य सीमान्तकृत वर्ग भन्दा उहाँहरू पृथक यस कारणले हुन्छ भनेर हामीले त्यो न्यारेटिभलाई चाहिँ डिफाइन गर्दै आएको छ र यो ग्लोबली रूपमा पनि यो कुराहरू आइरहेको पनि म जानकारी गराउन चाहन्छु। तर त्यो भित्रको चाहिँ अनुभवहरूलाई त्यो भित्रको चाहिँ विभेदका कुराहरूलाई हेर्दाखेरि चाहिँ विशेष गरेर यो अवधारणाले चाहिँ सम्पूर्ण चाहिँ सीमान्तकृत वर्गलाई सहभागी गराउने इन्भल्भड हैन उहाँहरूलाई स्वीकार गर्ने एक्नोलेज गर्ने र रेमिडी हैन क्षतिपूर्ति गर्ने भन्ने कुरालाई चाहिँ महत्त्वपूर्ण स्थानको रूपमा हेरिन्छ। त्यही भएर हामीले आदिवासी आन्दोलन भित्र चाहिँ हेर्दाखेरि डाइभर्सिटीको बहसलाई विविधताको बहसलाई हाम्रो लागि यो स्ट्रेन्थ हो या हाम्रो लागि विकनेस हो भन्ने कुरा चाहिँ अबको दिनको बहस हुन चाहिँ एकदमै जरुरी छ। यो कारणले गर्दाखेरि पनि अहिले चाहिँ हामीले जुन डाइभर्सिटीको कुरा गरिरहेछौँ नेपालको डाइभर्सिटी त्यो डाइभर्सिटी भित्रको आदिवासी डाइभर्सिटी र आदिवासी भित्रको चाहिँ फेरि हैन बियोन्ड र चाहिँ के त विदिनको डाइभर्सिटीलाई चाहिँ हामीले चाहिँ त्यो फ्रेमबाट हेर्न सकेनौं भन्यो भने चाहिँ फेरि हामीले चाहेको चाहिँ समावेशी समुन्नत सबैको लागि भनेका समाज चाहिँ न्यायचित हुन सक्दैन भन्ने कुरा चाहिँ हुन्छ र हामीले विभिन्न स्कलरदेखि लिएर किम्बर्लीले पनि भनेका कुराहरू हेर्नुभयो भने विशेष गरेर चाहिँ आदिवासी महिलाको हकमा उनी के भन्छन् त भन्दाखेरि मल्टिपल डिस्क्रिमिनेसन एक्सपिरियन्स भएको वर्ग विशेष गरेर आदिवासी महिलालाई चाहिँ सम्बोधन गर्छ र त्यो आदिवासी महिलालाई सम्बोधन गर्दाखेरि चाहिँ ती चाहिँ विभिन्न आइडियोलोजीहरू ती विभिन्न चाहिँ फिलोसफीहरू चाहिँ जातीयवादमा वर्गीयवादमा उपनिवेशवादमा हैन कोलोनियलिजममा र इम्पेरियलिजममा चाहिँ यो कसरी इन्टरकनेक्टेड हुन्छ भन्ने कुरा चाहिँ क्लियरली आर्टिकुलेट गरेको चाहिँ छ। यसले गर्दाखेरि पनि आदिवासी मुभमेन्टले चाहिँ भनेको जुन सेल्फ अटोनोमसको कुरा हैन त्यो सेल्फ अटोनोमसको कुरा चाहिँ यहाँनिर पनि गएर चाहिँ कनेक्टेड हुन्छ भनेर मैले भन्न चाहन्छु। र यो क्रमहरुमा चाहिँ अगाडि बढ्दाखेरि चाहिँ विशेष गरेर चाहिँ यो सिद्धान्तले चाहिँ यो अप्रोचले समाजमा भएका
केही घटनाहरूलाई पनि यसले सम्बोधन गर्ने गर्छ र यो पछिल्लो समयमा आएर चाहिँ सामाजिक आन्दोलनमा चाहिँ यसले विशेष रूपमा चाहिँ आफ्ना स्थानहरू ओगटेका छन् र बेल हुक्स जस्ता चाहिँ राइटर्सहरूले के भन्छ त भन्दाखेरि फेमिनिस्ट एजेन्डामा नै फेमिनिस्ट आइडियोलोजी र फिलोसफीमा पनि जेन्डरको नोसन्स र वुमेन्सको फेटसँग चाहिँ वुमेनको भाग्यवादसँग महिलाको भाग्यवादमा चाहिँ यो जोडिएको छ र यसलाई चाहिँ भिन्न किसिमले चाहिँ डिस्क्राइब गरेको छ। म अहिले मसँग थोरै समय भएको भएर म अहिले त्योसम्म चाहिँ जान चाहदिनँ भने अर्का स्कलर्सहरूले चाहिँ यसमा के भन्नुहुन्छ त भन्दाखेरि यसले विशेष गरेर चाहिँ कुनै पनि वर्गले भोगिरहेको हिस्टोरिकल एक्सक्लुजनको कुरामा चाहिँ त्यसलाई त्यो स्टिरियोटाइप्सलाई चाहिँ यसले च्यालेन्ज गर्छ भनेर भनिएको छ र कतिपय अवस्थामा चाहिँ कोलिन्स जस्ता स्कलर्सहरूले चाहिँ विशेष गरेर चाहिँ यसले एब्स्ट्र्याक्ट किसिमको आइडिया जुन इन्टरसेक्सनालिटी माथि क्रिटिक भएको आइडियोलोजी भनेको चाहिँ यो एकदमै भेग थ्योरी हो, यसले कहाँ नै नलैजान्छ भन्ने छ। त्यो एब्स्ट्र्याक्ट थ्योरीहरूलाई चाहिँ कङ्क्रिट एक्सन्समा ल्याउन मद्दत पुर्याउँछ र यसले विभिन्न कोलिसन्सहरू फर्मेसन गरेर एलायन्सेसहरू फर्मेसन गरेर यसले विशेष गरेर समाजमा भएको गरिबी, समाजमा भएको चाहिँ बहिष्करण, समाजमा भएको सीमान्तकरण र समाजमा भएको उत्पीडनलाई चाहिँ यसले सम्बोधन गर्छ भनेर भन्छ। र त्यो सम्बोधन कसरी गर्छ त भन्दाखेरि एउटा व्यक्तिको चाहिँ डिफ्रेन्ट आइडेन्टिटिज र सोशल ग्रुप्सहरूलाई केलाउनु पर्छ, पहिचान गर्नुपर्छ भनेर भन्छ एउटा कुरा। तर अर्को कुरा चाहिँ त्यही भित्रको चाहिँ क्याटेगोरीहरूमा भित्र चाहिँ आदिवासी भित्र पनि चाहिँ विभिन्न सीमान्तकृत समुदायहरू छ। ती सीमान्तकृत समुदायहरूको डिफ्रेन्सेसलाई चाहिँ के गर्नुपर्छ त भन्दाखेरि आइडेन्टिफाई, र त्यो आइडेन्टिफाई गर्दै गर्दाखेरि उहाँहरूको डोमिनेसन हुने प्रोसेसहरू के छ त, उहाँहरू हिस्टोरिकली मार्जिनलाइजेसन्स हुने प्रोसेसहरू के छ र त्यसको चाहिँ सब्जेक्ट फर्मेसनको विषय गठनको प्रक्रियाहरू के छ त भन्ने कुरालाई चाहिँ निहाल्नुपर्छ भनेर भन्छ। भनेको मतलब त्यो एउटा चाहिँ एउटा उदाहरणको लागि एउटा सुन्तलाको बोक्रालाई केलाउँदै गर्दाखेरि त्यहाँ भित्रको चाहिँ रेसा, त्यहाँ भित्रको चाहिँ होइन तपाईँको सुन्तलाको एउटा भाग, त्यो भागभित्रको गेडा गरेर यो सबै कुराहरूलाई चाहिँ केलाउनु पर्ने हुन्छ भनेर भन्छ। तर त्यो कुरा केलाउँदाखेरि चाहिँ हामीले के देखाउँछौँ त भन्दाखेरि कुनै एउटा वर्ग कुनै ठाउँमा उत्पीडन भएको हुन्छ भने त्यही वर्ग अर्को ठाउँमा चाहिँ एउटा प्रिभिलेज पोजिसनमा हुन सक्छ। म समग्र चाहिँ अपाङ्गता भएको महिलालाई चाहिँ सम्बोधन गर्दाखेरि म एउटा प्रिभिलेज पोजिसनमा हुन सक्छु होइन मेरो समुदायमा, तर एट द सेम टाइम नेपालको कन्टेक्स्टमा हेर्नुभयो भने म एउटा सीमान्तकरणमा परेको महिला पनि हुन्छ। भनेको त्यो इन्ट्रा ग्रुप भित्रको चाहिँ के त भन्दाखेरि सेक्सनलाई पनि यसले एड्रेस गर्छ। त्यसले गर्दाखेरि पावर हेजोमनी, यो सत्ताको खेल कसरी हुन्छ र को सत्तामा छ र त्यो सत्ताभित्र भएका कुराहरूले चाहिँ कसरी न्यारेटिभ्सहरू डिफाइन गर्छ र कसरी चाहिँ त्यसले चाहिँ अनजस्ट होइन त्यसले चाहिँ अनइक्वालिटी कसरी ल्याएको छ भन्ने कुरामा चाहिँ यसले चिरा गर्नको लागि अथवा त्यो विषयमा चाहिँ सोशल जस्टिस पुर्याउनको लागि चाहिँ यसले चाहिँ मद्दत गर्छ भनेर भनिएको छ। र विशेष गरेर चाहिँ मैले यसलाई सरसर्तै भन्नु पर्दाखेरि पछिल्लो समयमा आएर यो हुन त पहिला स्टार्टिङमा चाहिँ तपाईँको लिगल फ्रेमवर्कबाट आए तापनि पछिल्लो समयमा आएर अहिले यो विभिन्न चाहिँ तपाईँको स्टडिजहरूमा जस्तो जेन्डर स्टडिज, कल्चरल स्टडिज होइन माइग्रेसन स्टडिजदेखि लिएर डिफ्रेन्ट चाहिँ डिसिप्लिन्सहरूमा चाहिँ इकोनोमिक्स, पोलिटिकल साइन्स होइन साइकोलोजी र जियोग्राफी लगायत क्रिमिनोलोजी जस्ता थुप्रै चाहिँ डिसिप्लिन्सहरूमा चाहिँ यसले आफ्ना चाहिँ फिलोसफी र आफ्नो अप्रोचहरूलाई चाहिँ डिस्टिङ्क्टली रूपमा चाहिँ एउटा डिबेटको रूपमा चाहिँ आर्ग्यु गरेर चाहिँ अहिलेसम्म आइरहेको अवस्था छ। तर यो कुराहरूलाई मैले भन्दै गर्दाखेरि चाहिँ विशेष गरेर चाहिँ स्कलर्सहरूले भनेका कुरा चाहिँ 3-4वटा कुराहरूमा चाहिँ फोकस गरिएको छ। एउटा पावरको कुरा, पावरको रिलेसनलाई चाहिँ कसरी चाहिँ तपाईँको रिलेट गरिन्छ। अर्को कुरा चाहिँ डाइभर्स नलेज, विविध भएको ज्ञानलाई चाहिँ कसरी एड्रेस गरिन्छ। अर्को कुरा चाहिँ टाइम र स्पेस, कुन टाइममा कुन व्यक्ति कुन समुदाय चाहिँ कहाँनिर हुन्छ, उसको चाहिँ सिचुएसन कन्टेक्स्ट कहाँ हुन्छ र त्यो कन्टेक्स्टमा उसको आइडेन्टिटी र त्योसँगको इम्प्याक्टलाई कसरी एड्रेस गरिन्छ भन्ने कुरालाई एड्रेस गरिन्छ। र फाइनल्ली चाहिँ यसले चाहिँ सोसल जस्टिस होइन सामाजिक न्यायका कुरा र चाहिँ समताको चाहिँ कुरा चाहिँ यसले समानता भन्दा पनि समताको कुरा चाहिँ यसले लिने गर्छ। र पछिल्लो समयमा आएर चाहिँ विभिन्न स्कलर्सहरूले र चाहिँ इन्डिजिनियस चाहिँ तपाईँको नलेज हामीले क्यानाडाबाट, अस्ट्रेलियाबाट
ल्याटिन अमेरिकाका थुप्रै देशहरूबाट चाहिँ हेर्यो भने चाहिँ यसले यो चाहिँ तपाईको चाहिँ सम्बन्धहरूलाई चाहिँ विशेष गरेर चाहिँ मल्टिपल अप्रोचमा चाहिँ यसले एड्रेस गर्छ र त्यो मल्टिपल अप्रोचमा एड्रेस गर्दाखेरि कन्ट्रास्ट र कम्प्लिमेन्ट गर्छ र विशेष गरेर चाहिँ यसले चाहिँ सम्बन्ध, पारस्परिक व्यवहार, सजगता, सम्मान, श्रद्धा, उत्तरदायित्व भनेर भन्छ। यो रिलेसनालिटी, रेसिप्रोसिटी, रिफ्लेक्सिबिलिटी, अनि रेस्पेक्ट, रेभरेन्स, रेस्पोन्सिबिलिटी र रेस्पोन्सिबिलिटी हैन, यो कुराहरूलाई चाहिँ यसले हेर्छ र त्यो हेर्दाखेरि चाहिँ यसलाई चाहिँ दुई तीनवटा कुराले चाहिँ हैन हामीले संज्ञात्मक किसिमले, भावनात्मक किसिमले, सोशल, इकोनोमिक र पोलिटिकल र साइकोलोजिकल लेन्सबाट चाहिँ हेरिन्छ र यो विभिन्न चाहिँ तपाईको वर्ग र समुदाय अनुसार चाहिँ फरक पनि हुन्छ भनेर चाहिँ स्कलर्सहरूले चाहिँ आर्ग्यु गरिरहेको कुराहरूलाई म रिफ्लेक्ट गर्न चाहन्छु। र विशेष गरेर 1964 मा चाहिँ जुन बेलामा क्रेसनले चाहिँ यो कुरा चाहिँ किम्बर्लीले चाहिँ यो कुराहरू चाहिँ भन्दै गर्दाखेरि उहाँले चाहिँ सिभिल राइट एक्ट हैन युएस को चाहिँ सिभिल राइट एक्टमा चाहिँ केही कुराहरू तीनटा केसेसलाई लिएर चाहिँ यो ल के रे कुराहरूलाई चाहिँ लजिकली आर्ग्यु गरिएको थियो। तर पछिल्लो समयमा आएर चाहिँ हामीले नर्मेटिभ फ्रेमवर्कमा हेर्यौं भने पनि थुप्रै यस्ता देशहरू छन् ती देशहरूले चाहिँ यो सिद्धान्तलाई चाहिँ यो फिलोसफीलाई चाहिँ आफ्नै देशको कानुनहरूमा चाहिँ राखिएको अवस्था छ। त्यही भएर तपाईको युनाइटेड किङडमको इतिहासलाई हेर्नुभयो भने त्यहाँको लज र पोलिसिजहरुमा चाहिँ इन्टरसेक्सनल अप्रोचलाई त्यो थ्योरीलाई चाहिँ उहाँहरूले इन्टिग्रेट गरेको छ। क्यानाडाको हिस्ट्रीमा हेर्नुभयो भने पनि यो कुराहरू चाहिँ लेखिएको र यो कुराहरूलाई चाहिँ अनुसरण गरिएको चाहिँ अवस्था छ। यद्यपि त्यो भन्दै गर्दाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ यसले चाहिँ ऐतिहासिक गतिशीलताको चाहिँ विश्लेषण गर्छ र यसले चाहिँ विशेष गरेर चाहिँ पश्चिमी तहका महिलाहरूले जुन मेन स्ट्रिम चाहिँ भएका व्हाइट वुमेनहरुको कुरा थियो त्यो व्हाइट वुमेनहरुको कुरा र उहाँहरुको चाहिँ के त भन्दाखेरि पावर हेजेमनीको कुरालाई चाहिँ रोक्नको लागि यसले मद्दत गरिरहेको र त्यो सँगसँगै चाहिँ अहिले ग्लोबल साउथमा आउँदाखेरि चाहिँ यो डिस्कोर्सहरु चाहिँ एकदमै महत्त्वपूर्ण चाहिँ सीमान्तकृत र मार्जिनलाइज ग्रुप्सहरुले चाहिँ यसलाई उठाइरहेको अवस्था छ। र तपाईले युएन जस्तो चाहिँ डकुमेन्ट्सहरुमा युएन को पनि थुप्रै डकुमेन्टमा हेर्नुभयो भने चाहिँ ह्युमन राइट काउन्सिलको 13 सेसनमा पनि यो कुराहरू उल्लेख गरिएको छ। यो भन्दा अगाडि पनि आदिवासीहरुको कुरा गर्दाखेरि आदिवासीहरुको समाधिक्षक जुन भिक्टोरिया ताउली कर्पस हुनुहुन्थ्यो यो भन्दा अगाडिका समाधिक्षक ती समाधिक्षकले पनि यो नेक्सस कलेक्टिभ राइट्स र इन्डिभिजुअल राइट्सको नेक्ससलाई चाहिँ हामीले कसरी बुझ्न सक्छौं र त्यो भित्र भएको इनइक्वालिटी र डिस्क्रिमिनेसनलाई चाहिँ इन्टरसेक्सनल लेन्सबाट कसरी हेर्नुपर्छ भनेर चाहिँ उहाँले चाहिँ विशेष गरेर चाहिँ आदिवासीहरुलाई लेखिएको रिपोर्टमा चाहिँ यो सम्बोधन गरिएको छ। र पछिल्लो समयमा आएर विशेष गरेर चाहिँ महिलाहरूको कानुन हामीलाई जसलाई हामी सिडा भनेर बुझ्छौं सिडाको जनरल रेकमेन्डेसन 25 मा हेर्नुभयो र विशेष गरेर चाहिँ सडको जनरल रेकमेन्डेसन 25 मा हेर्नुभयो भने पनि तपाईको यो कुराहरू उल्लेख छ। र हामी आदिवासीको लागि चाहिँ तपाईहरु सबैलाई थाहा भएको युएन डिक्लेरेसन अन द राइट्स अफ इन्डिजिनियस पिपल, वर्ल्ड कन्फरेन्स अन आउटकम डकुमेन्ट अफ इन्डिजिनियस पिपल लगायत नेपाल सरकारलाई अहिले पछिल्लो समयमा आएको सिडा, सीआरपीडी, सर्ड र सीआरसी यो थुप्रैको चाहिँ निष्कर्ष सुझाव कन्क्लुडिङ अब्जर्भेसन हेर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा चाहिँ इन्टरसेक्सनल र मल्टिपल डिस्क्रिमिनेसन्स भएको ग्रुपहरुलाई चाहिँ सोशल जस्टिस हुने गरेर चाहिँ उहाँहरुलाई मिनिङफुल पार्टिसिपेसन लगायत चाहिँ सोशल इकोनोमिक पोलिटिकल राइट्सहरुलाई चाहिँ इन्स्योर गरेर त्यो अनुसार चाहिँ इन्डिजिनियस पिपल्सहरुको चाहिँ राइट टु सेल्फ डिटर्मिनेसनलाई चाहिँ इन्स्योर गर भनेर चाहिँ त्यो उल्लेख गरिएको देखिन्छ। यस कारणले गर्दाखेरि पनि यो अहिलेको चाहिँ बहसमा वर्तमान बहसमा कसरी आएको छ भनेर मैले यहाँहरुलाई जोड्न चाहे। तर अब म चाहिँ विशेष गरेर म चाहिँ अहिले चाहिँ अहिलेको यो इन्डिजिनियस पिपल्स मुभमेन्टमा चाहिँ नेपालको इन्डिजिनियस पिपल्स मुभमेन्टलाई हेर्ने हो भने पनि आदिवासी महिलाका कुराबाट जान्छु। मसँग थुप्रै एभिडेन्सहरु मैले ग्वाटेमाला पेरुको ल्याएको थिए जहाँ चाहिँ सोशल मुभमेन्टमा चाहिँ इन्डिजिनियस वुमेन्सहरुले चाहिँ सेल्फ अटोनोमस कसरी प्र्याक्टिस गरेको छ र त्यो सेल्फ अटोनोमस प्र्याक्टिस गर्नको लागि उनीहरुले इन्टरसेक्सनल लेन्स चाहिँ तपाईको प्राइमरी चाहिँ तपाईको अप्रोच राखेर
बेस्ट प्र्याक्टिसेसको रूपमा चाहिँ 1990s मा नै उहाँहरूले चाहिँ यो अभ्यासलाई चाहिँ उहाँहरूले स्वीकारेको अवस्था छ। र नेपालमा पनि पछिल्लो समयमा हेर्नुभयो भने आदिवासी जनजाति महिलाहरूको आन्दोलनलाई हेर्ने हो भने यो आन्दोलनले पनि विशेष गरेर चाहिँ उहाँहरूले आफ्नो पहिचान खोज्ने क्रममा चाहिँ यो कुराहरू चाहिँ देखिन्छ। यद्यपि तपाईको चाहिँ विकास र महिला हैन, विकास र सामाजिक लिङ्ग जसलाई हामीले विड याड र ग्याट भनेर भन्छौं, यो कार्यक्रमहरुमा हेर्दाखेरि पनि समग्रता रूपमा चाहिँ महिलाको स्थिति हेर्दाखेरि चाहिँ आदिवासी महिलाको स्थिति बहिष्करणमा परेको र त्यो बहिष्करणमा परेका स्थितिलाई चाहिँ आदिवासी महिलाले चाहिँ आफ्नो पहिचान खोज्ने एउटा चाहिँ आदिवासी आन्दोलन भित्र र अर्को चाहिँ महिला आन्दोलन भित्र यो पहिचान खोज्ने क्रममा चाहिँ डिफरेन्ट स्कलर्सहरुले जस्तो कैलाशजीहरुदेखि लिएर शेरा तामाङहरुले चाहिँ यो कुराहरु चाहिँ स्पष्ट उल्लेख गरिएको छ। र पछिल्लो समयमा आएर यो कुरा चाहिँ आदिवासी युवाको र चाहिँ तपाईको अपाङ्गता भएका व्यक्तिहरुको तपाईको चाहिँ आफ्नो डिस्कोर्स र आफ्नो चाहिँ पहिचानहरु ल्याउने क्रममा यो कुरा देखिन्छ। यद्यपि सीमान्तकृत वर्गमा रहेका अन्य चाहिँ अति सीमान्तकृत समुदायमा रहेका आदिवासीहरुले अझै पनि यो डिस्कोर्सलाई चाहिँ अगाडि ल्याउन सकेका अवस्थाहरु छैन। तर पनि यसको समबुझाइमा अझै पनि विभिन्न कन्फ्युजन्सहरु छ, विभिन्न डिलेमाहरु छ, रिलक्टेन्सी छ। यो इन्टरसेक्सनल लेन्स साच्चै नै हाम्रो लागि उपयुक्त हो त? एकदमै ओपन एन्डेड हो, यो एकदम एम्बिग्युअस हो हैन, यसले सब्जेक्टिभ एक्सपिरियन्सहरुलाई मात्रै लिन्छ र त्यो सँगसँगै चाहिँ पछिल्लो समयमा आएर आदिवासी आन्दोलनको त्यो एकता वी भन्ने फिलिङलाई चाहिँ यसले चाहिँ के त डिकन्स्ट्रक्ट गर्छ भन्ने पनि क्रिटिकहरु छ। तर ती क्रिटिकहरुलाई पनि तपाईको विभिन्न अनुभवहरुले चाहिँ के देखाएको छ भन्दाखेरि ती क्रिटिकहरु भन्दा त्यसका चाहिँ तपाईको एफर्मेटिभ कुराहरुलाई अहिलेसम्म लिएर आएका कुराहरुलाई चाहिँ बडी डोमिनेन्टली रूपमा चाहिँ यसले चाहिँ इंगेज गराएको छ। त्यही भएर यसले मैले चाहिँ मेरो प्रस्तुतिलाई अब म अन्तिमतिर दिन थाले यसले ल्याउनु पर्ने डिस्कर्समा चाहिँ विशेष गरेर चाहिँ हामीले ल्याइरहेको यो जुन कलेक्टिभ वी भनेर चाहिँ हामीले अहिले भनिरहेको छौं, त्यो कलेक्टिभ वी लाई हेर्दाखेरि चाहिँ इन्डिजिनियस पिपुल्सको जुन अटोनोमस सेल्फ अटोनोमसको कुरा छ, त्यो सेल्फ अटोनोमसको कुरा चाहिँ चाहे त्यो कोलोनियल हिस्ट्री होस् चाहे हाम्रो जस्तो इन्टरनल चाहिँ तपाईको कोलोनाइजेसन्स होस्, त्यसलाई चाहिँ डिकन्स्ट्रक्ट गर्नको लागि चाहिँ यसले चाहिँ के रे सपोर्ट गर्छ अथवा यसले फ्रेमिङ गर्छ भन्ने कुरा हो। र अर्को कुरा चाहिँ यो एउटा कुनै नयाँ आइडिया चाहिँ हैन, यो पहिला पनि थियो। तर त्यो पहिला भएको आइडियालाई चाहिँ हामीले अब हाम्रो इतिहासहरु, हाम्रा कुराहरु, हाम्रा आवाजहरु हामी कसरी फ्रेमिङ गर्छौं, हाउ डु वी फ्रेम आवर नैरेटिभ्स हैन, त्यो हिस्ट्री अफ साइलेन्स र भोइसलेसलाई चाहिँ हामी कसरी चाहिँ हाम्रो एजेन्डा बनाउँछौं भन्ने कुरा दोस्रोमा चाहिँ यसले सम्बोधन गर्छ भने तेस्रोमा चाहिँ आदिवासी भित्रको विविधतालाई कुरा गर्दाखेरि त्यो विविधतामा चाहिँ यो आइडेन्टिटी पहिचानको मात्रै कुरा हैन, पहिचान भित्र चाहिँ आफ्नो स्थानहरु पनि क्लेम गर्ने चाहिँ एउटा आधार हो। तर त्यो स्थानहरु क्लेम गर्दै आउँदा हामीले पटक पटक सुनिरहेका छौं यो त एकदमै समस्या हो, हाम्रो लागि प्राथमिकता त चाहिँ के हो त, अहिले हाम्रो चाहिँ तपाईको आदिवासी आन्दोलन भित्रको प्राथमिक मुद्दाहरु यो छ, यो मुद्दालाई अगाडि हेरौं अनि बल्ल तपाईहरुको मुद्दा आउँछ भनेर हामीलाई पटक पटक यो भनिने गर्छ र यो एकदम खर्चिलो छ भनेर भन्छ हैन। तर हामीले भन्दै आएको के हो भन्दाखेरि one size does not fit at all, एउटा बास्केटमा सबैजना अटाइदैन र त्यो बास्केटमा नअटाउँदाखेरिको चाहिँ आधारहरु के हो त भन्ने कुरा चाहिँ यसले त्यो बहस चाहिँ चिर्छ। र हामीसँग चाहिँ एउटा ठूलो हार्ड कन्भर्सेसन जुन आदिवासी भित्रको पनि सेल्फ रिफ्लेक्सन हैन, आत्म आलोचना गर्ने चाहिँ ठाउँ चाहिँ बोलाउँछ। को प्रिभिलेज पोजिसनमा छ, आदिवासी भित्रको बाहुनवाद जुन हामी भनिरहेको छौं त्यो बाहुनवादलाई पनि यसले चिर्न मद्दत गर्छ। पेट्रियार्की हामीसँग छ, त्यो पेट्रियार्को नर्म्स र भ्यालुजलाई पनि यसले क्वेशनिङ गर्छ र त्यसले गर्दाखेरि चाहिँ हामी भित्रको चाहिँ आइडेन्टिटी, हामी भित्रको स्पेसलाई पनि यसले क्वेशन गर्छ। तर हामी चाहिँ के हुनु पर्यो भन्दाखेरि त्यो स्पेसलाई क्वेशन गर्नको लागि पनि हामी अगाडि बढ्न सक्नुपर्छ यदि हामी कलेक्टिभ वी को लागि काम गर्छौं भन्ने कुरा चाहिँ यसले एड्रेस गर्छ। र विशेष गरेर चाहिँ हामीले पछिल्लो समयमा
युएनमा र ग्लोबल रूपमा चाहिँ पछिल्लो समयमा चाहिँ हामीले यसलाई बेस्ट प्र्याक्टिसेसको रूपमा चाहिँ हामीले 2012 देखि अनुसरण गर्दै आएको छ क्रस मुभमेन्ट कोलाबोरेसन। यो क्रस मुभमेन्ट कोलाबोरेसनले चाहिँ विशेष गरेर स्ट्रक्चर्सको कुराहरू, डाइभर्सिटीलाई सेलिब्रेट गर्ने कुराहरू चाहिँ लगेर एकअर्कालाई चाहिँ विभिन्न चाहिँ आन्दोलनबाट सिक्ने कुराहरूदेखि लिएर थुप्रै इनोभेसन र थुप्रै चाहिँ हिस्ट्रीका कुराहरूलाई चाहिँ यसले खोतल्न मद्दत गर्छ। मैले यति भनेर मेरो प्रस्तुतिलाई यही समापन गर्न खोजेँ। हामीले यो कुराहरूलाई चाहिँ मसँग धेरै थियो तर मैले ऱ्यापअप गर्न चाहेँ। यस्ता थुप्रै कुराहरू छन् जुन थुप्रै कुराहरूले चाहिँ हामीले भने जस्तै इन्डिजिनियस पिपुल्स आदिवासीको आन्दोलनभित्रमा पनि तपाईँको युवा, तपाईँको महिला, अपाङ्गता त्यो लगायत अति सीमान्तकृत समुदायहरूको आवाजहरू जुन अहिलेसम्म आउन सकेका छैनन् ती आवाजहरूलाई चाहिँ यो इन्टरसेक्सनल अप्रोचले ल्याउन सके मात्रै तपाईँ हामी सबैलाई चाहिँ हामी पनि आदिवासी हौँ भन्ने त्यो अपनत्व हैन हुन्छ र त्यो अपनत्व सँगसँगै चाहिँ त्यो वी कलेक्टिभ फिलिङको चाहिँ अप्रोच चाहिँ आउँछ र त्यो वी कलेक्टिभ फिलिङको चाहिँ अप्रोच चाहिँ यो इन्टरसेक्सनल अप्रोचमा हेर्दाखेरि विशेष गरेर चाहिँ यसले पोलिटिकल अटोनोमीको कुरा पनि गर्छ र त्यो पोलिटिकल अटोनोमीको कुरालाई चाहिँ इन्स्योर गर्नको लागि यो लेन्सले चाहिँ सबैलाई चाहिँ जस्टिफाएबल हुन्छ भन्ने सिद्धान्तले देखाएका छ र पछिल्लो समयमा आएर थुप्रै देशमा चाहिँ यसको बेस्ट प्र्याक्टिसेसको रूपमा चाहिँ अभ्यास भएको छौँ। हामीले युएनदेखि लिएर 7 वटा महादेशहरूमा चाहिँ हामीले आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिगत अधिकारदेखि लिएर सामूहिक अधिकारका कुराहरू र पछिल्लो समयमा आएर युएनको म्यान्डेट होल्डर जुन समाधीक्षक भनेर भन्छौँ ती समाधीक्षकहरूलाई पनि यो बहसमा कसरी चाहिँ हामीले कलेक्टिभ राइट्स र इन्डिभिजुअल राइट्सको नेक्ससलाई चाहिँ हामीले एड्रेस गर्न सक्छौँ र कमन ग्राउन्ड कहाँ हो र त्यसको डिपार्चर ग्राउन्ड कहाँ हो भन्ने पनि एजेन्डा हामीले डिस्कसन गरिरहेको अवस्था छ र नेपालको हकमा पनि यो बहसहरू चाहिँ सुरु हुनुपर्छ भन्ने मलाई लाग्छ। धन्यवाद।